आजको हाम्रो भोज भनेको मिथिलाकै भोज हो। तपाईहरुले आज म भोज खुवाउनको लागि के हालिन्छ त्यो भोज देखाउँछु म तपाईहरुलाई। यो पहिला भोजको थाली थियो। अब पानी हालिसकेपछि सबैले दाल भात तरकारी पालो किलो हाल्छ। हाल्दै चाहिँ यहाँ हेर्नुस्। यहाँ हाम्रो पुरै टोली छ। हामी भित्रै टिचर ग्रुप छौं। हामीलाई भोज खुवाउँदैछ खुवाउने मान्छेहरुले। हेर्नुस् भात दाल आलु र परवलको तरकारी हालिसकेको छ। लास्टमा घिउ हालिसकेपछि खान मिल्छ। भोज तरकारी चटनी तिलौडी तिलौडी फुलौडी के तिलौडी तिल के पापड दाल भात। अब घिउ आउँदैछ। घिउ आएपछि हुन्छ हाम्रो। पानी पनि आउँदैछ। धन्यवाद। जय जय। अर्को तरकारी पनि छ फर्सीको। ल घिउ मजासँग दिनुभयो। धन्यवाद। सुरु गर्नु। फर्सीको तरकारी खाना सकिएपछि लास्टमा सबैलाई पुगिसकेपछि अनि दही बाँडिन्छ। जति दही खान मन लागेछ खानुस्। अनि त्यसपछि भोजको हाम्रो कार्यक्रम सकिन्छ। हेर्नुस् दही दिँदैछ अहिले। जति खान मन लागेछ त्यति दही खानुस्। प्रशस्त पाइन्छ। दही दिइरहनु भएको छ। एकजनाले 1 किलो नै खान पाइन्छ। यो मिथिलाञ्चलमा खाएको खानाको सबैभन्दा बेस्ट तरिका हो यो।